गुड मर्निङ सबैजनालाई साथीहरू है। आज चाहिँ मर्निङ यहाँनिर पुरै पानी परिरहेछ हो। यस्तो पानी परिरहेछ होइन, पुरै पानी परिरहेछ साथीहरू। यस्तै छ दिन। अन्त चाहिँ आज चाहिँ मेरो के भइरहेको थियो भन्दाखेरि चाहिँ मैले चाहिँ टमाटर लगाएको थिएँ साथीहरू। हेर्नुहोस् है साथीहरू, मैले टमाटर लगाएको थिएँ कि यो टमाटर लगाएको थिएँ, तर यो सक्सेसफुल चाहिँ भएन। मैले जानिनँ कि के हो, सबैजना मेबी उयो भएर हो कि, किनकि घाम चाहिन्छ भन्छ नि त है। मेरो चाहिँ फेरि यहाँनिर सायद घाम लाग्दैन नि त त्यस्तो साह्रो न्युजिल्यान्डमा त, त्यही भएर सबै सुक्यो। यस्तो भयो कि अब सबैलाई हटाइदिएर म अरू के लाउनु पऱ्यो भनेको। तपाईँहरूकोमा आइडिया छ भने भन्नुहोस् है मलाई ल, कसरी चाहिँ टमाटर उगाउने हो है साथीहरू। मैले यो एलोभेरा पनि लिएर आएको थिएँ, मेरोमा पट नभएर चाहिँ मैले पानीमा ग्लासमा हालेर आएको थिएँ। आज चाहिँ त्यो सबै टमाटरहरू निकालेर आज यो लगाउनु पऱ्यो मजाले, भनेको कि मर्छ कि एकपल्ट ट्राई चाहिँ गर्नु पऱ्यो है। हुन्छ कि हुँदैन भन्नुहोस् त साथीहरू तल कमेन्टमा के हो। अन्त फेरि मैले बिहान यस्तो पानी परिरहेको थियो कि त्यहाँ तलनिर फुल थियो होइन, फुल तोडेर मजाले यहाँ सजाइदिएँ, कलशमा लगाइदिएर यहाँनिर भगवान्लाई चढाइदिएँ होइन साथीहरू। यस्तै छ। मैले फेरि यहाँ यस्तो राम्रो धनियाँ उगाएको छु कि क्या दामी भएको छ, यस्तो दामी हुँदैछ धनियाँ, पुरा दामी भइरहेको छ होइन। यहाँ हेर्नुहोस् साथीहरू, यस्तो दामी छ, मन पऱ्यो। आफूले उगाउनु सक्छ, तपाईँहरू पनि उगाउनु छ भने मजाले घरमै सानो, मैले त एउटा सानो उयसमा नै टिफिन टाइप बक्समा नै मिट्टीहरू हालेर होइन मजाले बनाएको दामी भएको छ, दामी पुरा आउँदैछ अहिले हो। अन्त मैले चिल्ली पनि लगाएको छु, घरभित्रै सबै लगाएको। यहाँ बाहिरतिर त पाउँदैन नि त, अलाउ छैन नि त गभर्मेन्टबाट, त्यही भएर चिल्ली यता भयो, यता चिल्ली होइन। यो जति पनि मैले भगवान्लाई चढाएको फुलहरू हुन्छ नि त्यो चाहिँ फेरि म यहीँ हालिदिन्छु नि त, ठिक्कै त्यहाँनिर होस् भनेर मलको लागि, त्यही हो। अन्तखेरि मैले यो पनि लगाएको थिएँ कि मेरो हस्बेन्डको साथीले दिएको थियो नि त लगाउनु भनेर, अन्त यसो लगाएको थिएँ। मजाले हुँदैछ अहिले त यो मिन्टको। सो आज चाहिँ यति नै हो है साथीहरू, यो लास्ट तर म मजाले खान्छु ल। यसरी गर्दैछु है म अहिले टाइम पास। देखो सब मैंने मिट्टी विट्टी जितना भी था यहाँ पे सब अभी इधर पे निकाल दिया, ये सब कुछ काट दिया मैंने। कितना ये हो गया ना इसका। अघि त्यो जति पनि पट थियो होइन त्यो पट सबै मैले अहिले यहाँनिर सर्सोको साग मजाले हालिदिइरहेको छु साथीहरू, हेर्ने मजाले यहीँ छ हो। त्यो अघि मैले एलोभेरा थियो नि, अहिले यहाँ पटमा सारेँ हो, यहाँ पटमा सारेर राखेको छु है साथीहरू। आजको लागि यति नै हो होइन मेरो मिनी भ्लग। भोलि भेटौँ फेरि ल, बाई बाई। लाइक सब्सक्राइब एन्ड सेयर प्लिज।